नबोल्दैमा बिर्सन सकिन्छ भन्ने त भ्रम मात्रै हो। आँखा चिम्लिँदैमा रात कहाँ पर्छ रहन्छु। मलाई बिना कारण कोही आफूसँग रिसाएको पनि साह्रै मनपर्छ। यदि त्यो रिसाउने मान्छे तिमी हुन्छौ भने तिमीलाई पाउनु जिद हो मेरो। चाहे तिमी मान या नमान, तिमी बिना जिउन नसक्नु मजबुरी हो मेरो। चाहे तिमी जान या नजान। थाहा छैन भावीले भाग्यमा कसको नाम लेखिदिएको छ, तर मुटुभरि उसकै नाम कोरिएको छ जसलाई म कहिले पाउन सक्दिनँ। चित्त दुख्ने बित्तिकै रोइहाल्नु हुँदैन नि। सबै चित्त दुखाउनेहरू आँसुको लायक कहाँ हुन्छन् र। एक समय थियो जुन बेला कहिल्यै कुरा गरेर सकिँदैन थियो, र अहिले यस्तो छ समय जहाँ कुरै हुँदैन। तिमीले सोधेका हरेक प्रश्नको जवाब पाउनेछौ तिमीले। बस एकचोटि नजर उठाएर ती आँखामा त हेर। भेट त हजारौँसँग भएको थियो, तर मनमा त्यो मात्रै बस्यो जो भाग्यमा थिएन। सायद सङ्गतले कोही परिवर्तन हुन्थ्यो भने काँडा पनि फुल हुन्थ्यो हजुर। किनभने सुन्तलाको बोटमा लगाइएको करेला पनि सधैँ उसको स्वभाव स्वरूप नै हुन्छ, सुन्तलाको जस्तो हुँदैन। कसैको हार हुन्छ त कसैको जित हुन्छ। दिल टुट्छ अनि गीत हुन्छ। जुन पनि रुन्छ होला कसैको यादमा, र त बिहानी पख पात पातमा शीत हुन्छ। मुखले त माया गर्छु भन्ने धेरै भेटिन्छन् यहाँ, तर आमा बुबा जस्तो साँचो र चोखो माया गर्ने कोही भेटिँदैन यो संसारमा। सुख बोटमा फल्दैन, कर्म गर्नुपर्छ। खुसी कसैले दिँदैन, सन्तोष मान्नुपर्छ। साथ कसैले दिँदैन, मन बुझाउनुपर्छ। ऊ साँच्चैकै इन्द्रनी नै रहेछ, अनेक रङ्ग देखाउने। रङहरू पनि यति देखाए कि एक होली बेमौसममै खेलेर गई। चर्चा सफलताकै होस् हमेसा, यो त जरुरी छैन नि। बर्बादी पनि त मान्छेलाई मशहुर बनाइदिने गर्छ।